हेलो साथीहरू, दर्शक नमस्ते। म रविन थापा। आज हुन गइरहेको सिद्धार्थ ब्याङ्क नेपाल प्रिमियर सुपर लिग हुन गइरहेको छ। आजदेखि चाहिँ आजको फर्स्ट म्याच भनेको काठमाडौँ गोर्खास र जनकपुर बोल्ट्स रहेको छ। त्यो म्याचको प्रेडिक्सन म गर्दैछु। प्रेडिक्सन गर्न अघि चाहिँ लाइक कमेन्ट सेयर गरेर साथ दिन होला है त। आजको मार्की प्लेयर हाम्रो भनेको काठमाडौँ गोर्खासबाट हाम्रो बागलुङे ठिटो करण केसी छन् भने चाहिँ जनकपुर बोर्डबाट रहेका छन् सेको के सेक बहुत आरिफ शेख तेज हो छन् है रहा त। है, बहुत तेज हो रहा हान्नेवाला छन् है आज चाहिँ। आरिफ शेख मार्की प्लेयर भए तापनि जनकपुरबाट चाहिँ क्याप्टेन्सी चाहिँ अनिल कुमार शाहले गर्छन् भन्ने सुनिएको छ। जनकपुर बोर्डको चाहिँ स्क्वाड मिडल अर्डरमा हल्का कमजोर देखिए पनि ओपनिङमा आसिफ शेख र अनिल कुमार शाहले राम्रो गर्न सक्यो भने एकदम राम्रो हुनेछ। अनि ललित राजवंशी हाम्रो स्पिनर किङ भैयाले उनी यो पालिमा हल्का नराम्रो गए पनि अघिल्लो सिजनमा नेपाल प्रिमियर लिगमा एकदम राम्रो गरेको थिए उनले पनि है। त्यसपछि हाम्रो रहेको छ किशोर महतो, रूपेश सिंह, शुभम कंसार, तुलबहादुर थापा मगर। यिनीहरूलाई चाहिँ एकदम राम्रो तरिकाले युटिलाइज गर्न सक्यो भने चाहिँ जनकपुर बोल्ट्सले राम्रो गर्न सक्छ है। अनि मिडल अर्डरमा चाहिँ रहेका छन् विदेशी खेलाडीहरू। अलराउन्डरहरूले चाहिँ एकदम राम्रो गऱ्यो भने चाहिँ अलराउन्डरहरूले ठिकै हुन्छ होला, जसमा सञ्जय कृष्ण मूर्ति पनि रहेका छन्। उनले पनि ठिकठाकै गर्छन्। उनी चाहिँ युएसका खेलाडी हुन् होइन। उनले चाहिँ नेसनल टिममा T20मा डेब्यु चाहिँ 2021 फेब्रुअरी 25मा मात्रै गरेका थिए उनले ओमन विरुद्धमा। त्यसमा चाहिँ T20 म्याच चाहिँ उनले 9 म्याच खेलेका छन्, 169 रन हानेका छन्। जस उनको एभरेज ब्याटिङ एभरेज भनेको चाहिँ ठिकठाकै छ, 24.14 छ। उनले चाहिँ 50 पनि हानेका छन्। 9 म्याचमा 2 म्याच 50 पनि हानेका छन्। अर्का रहेका छन् अलराउन्डर निकोल लोफ्टी एक्टन भन्ने है। उनी पनि नेसनल खेलाडी हुन्, उनी नामिबियाका खेलाडी हुन्। उनी चाहिँ लेफ्ट आर्म मिडियम ब्याटर हुन् भने चाहिँ उनी चाहिँ T20 चाहिँ 2021 अप्रिल 3 तारिकमा युगान्डासँग गरेका थिए भने उनी T20 म्याच चाहिँ 51 म्याच खेलेका छन्, 656 रन हानेका छन्, 100 लिएका छन्। उनको चाहिँ ब्याटिङ एभरेज ठिकठिकै छ है। उनको चाहिँ ब्याटिङ एभरेज र बोलिङ चाहिँ हल्का राम्रो छ, त्यति धेरै राम्रो नि होइन। तर तिनले चाहिँ मिडियममा आएर तिनीले चाहिँ केही रन रोक्न सक्यो भने चाहिँ जनकपुर बोल्ट्सको लागि चाहिँ राम्रो हुनेछ। उनको ब्याटिङ एभरेज 20.50 छ भने बोलिङ एभरेज चाहिँ 21.4 चाहिँ हल्का बोलिङ चाहिँ राम्रो छैन, तर मिलाएर ठिकठिकै छ। अब मिडियममा आएर नेपालको पिच अनुसार उनले चाहिँ गऱ्यो भने चाहिँ दिउँसो गेम भयो भने चाहिँ गाह्रो छ। तर आज चाहिँ खेल बेलुकीमा छ, बेलुकीमा भयो भने चाहिँ हल्का ड्यु पऱ्यो भने चाहिँ बब्बाल हानेछन् यिनले पनि है। बबालै हानेछन् के, बबाल हानेछन्। अर्को हाम्रो इमरान ताहिरको त कुरै नगरौँ, उनले त धेरै लिगहरू खेलेका छन्, दर्जन लिगहरू खेलेका छन्। तर उनी चाहिँ क्रिकेटबाट टाढा भएको चाहिँ अलि धेरै लामो समय भयो भने उनले चाहिँ आफ्नो दिमागी अनुभव नै प्रयोग गर्नेछन् जहाँसम्म लाग्छ। उनलाई चाहिँ स्किलहरू सब थाहा छ होइन। अर्को खेलाडी कुरा गरौँ, डिनोल पानेल। उनी पनि साउथ अफ्रिकाका अलराउन्डर खेलाडी हुन्। उनले चाहिँ 2009 जनवरी 13मा चाहिँ T20 डेब्यु गरेका थिए अस्ट्रेलिया विरुद्धमा। त्यस खेलमा पनि डेब्यु राम्रै गरेका थिए। अहिले पनि राम्रै छ। उनलाई चाहिँ लास्ट 2023 मार्चबाट चाहिँ उनी वेस्ट इन्डिज विरुद्ध खेलेका थिए। 2023 मार्चतिरै हो, वेस्ट इन्डिज विरुद्ध खेलेका थिए। त्यसपछि चाहिँ उनी खासै देखिएका छन्। उनीसँग दर्जनौँ लिगहरू खेलेका अनुभव पनि छन्। उनी सायद आइपिएलमा दिल्लीबाट खेल्थे, मैले हेर्थेँ है, दिल्लीबाट खेले जस्तो लाग्छ। उनले राम्रै गर्छन् भन्ने आशा छ। पेसर बोलरमा चाहिँ यिनलाई चाहिँ उपयुक्त बेलामा उपयुक्त टाइम दियो भने चाहिँ यिनले चाहिँ विकेट पक्कै पनि जानेछन्। काठमाडौँ गोर्खासलाई गाह्रो चाहिँ पार्ने नै छन् है साथीहरू। भने अर्को खेलाडी रहेका छन् अब लाइरु भनौँ न। उनी पनि श्रीलङ्काका हुन्। उनको चाहिँ मैले खासै त्यति धेरै गेम चाहिँ देखेको छैन, सुन्नमा आएको छ। उनले पनि बलिङ
अलराउन्डरै हुन् भन्ने सुनेको छु है। उनले चाहिँ 4-5 वटा लिग खेलेको रहेछन् सायद। यसो गुगलमा गएर हेर्दा चाहिँ ठिकठाकै छ जनकपुर बुल्सको चाहिँ। तर ठिक टाइममा ओपनिङ आरिफ शेख र अनिल कुमार शाहले चाहिँ ओपनिङमा राम्रो रन स्कोर खडा गर्न सक्यो भने चाहिँ राम्रै हुन्छ। ब्याटिङ मिडियम ब्याटिङमा चाहिँ हल्का कमजोर देखेको छु है मैले चाहिँ जनकपुर बुल्सको। जस ठिकठाकै छ काठमाडौँ गोर्खास। अब हेरौँ काठमाडौँ गोर्खासको है त। अब कुरा गरौँ हाम्रो काठमाडौँ गोर्खासको मार्की प्लेयरमा करण केसी रहेका छन् भने त्यस्तै नेपालका चर्चित खेलाडीहरू यस लिगमा रहेका छन्। जस्तै साहिद आलम पहिला त थिएनन्, अहिले चाहिँ काठमाडौँ गोर्खासले राम्रै लगानी गरेको छ है उनलाई चाहिँ। भविष्यमा उनी राम्रो खेलाडी बन्छन् होला भनेर होला सायद। उनको चाहिँ अहिले जुन हङकङ सिक्सेसमा नेपाल गएको थियो त्यसमा चाहिँ उनको ब्याटिङ पनि खासै देखेन, बोलिङ पनि खासै देखेन, एभरेज नै रह्यो होइन। ब्याटिङ पनि खासै राम्रो त गर्न सकेनन्। अर्का रहेछन् राशिद खान, जसले हङकङ सिक्समा नेपालको एकमात्र खेलाडी, ह्याट्रिक लिने खेलाडी हङकङ सिक्समै पहिलोपटक भएका थिए, उनी थिए राशिद खान। उनले चाहिँ अहिले चाहिँ एनपिएल सिजन लिग 2मा बबालै मचाउँछन् जस्तो छ। राशिद खान रहेका छन् भीम सार्की जुन अब देखिरहेका छौँ। उनी चाहिँ अहिले चाहिँ अब चाहिँ उनी ओडिआईको मात्र नभएर अब टी20को पनि प्लेइङ 11मा पर्ने दाउमा छन्। उनले चाहिँ ओपनिङमा आएर चाहिँ बबाल हान्यो भने चाहिँ उनी चाहिँ टी20 लिगमा पनि उनी प्लेइङ 11मा पर्ने सम्भावना रहेका छन्। अरू जस्तै साहब आलम उनी भइहाले, राशिद खान भइहाले होइन। शङ्कर राणा पनि उनी आर्मीबाट खेलिरहेका खेलाडी हुन् उनी पनि। उनले पनि मिडियममा आएर ठिकठाकै गरिदियो भने ठिकठाकै हुन्छ। काठमाडौँ गोर्खास पनि एकदम सटिक छ है, खेल्न सक्यो भने खेलिहाल्छ। पहिला पनि हेर्नु काठमाडौँ गोर्खासलाई कसैले पनि प्लेइङ 4मा पुग्छ जस्तो कसैले त्यो पनि पोइन्ट पनि बराबर भएको थियो। रन रेटले मात्र बाहिरको थियो है काठमाडौँ गोर्खास चाहिँ फाइनलमा पुग्नबाट। राम्रो खेलेको थियो, अहिले पनि त्यस्तै राम्रो खेल्छ भन्ने अवस्था छ। उसले पनि नामिबियाबाट, नेदरल्यान्डबाट राम्रो खेलाडीहरू लिएको छ होइन। अनि विवेक केसी भयो, जस्तै हाम्रो क्रिस कार्की भयो, सुमित महर्जन, कृष्ण कार्की, दिपेश कँडेल, विवेक केसी, प्रतीक श्रेष्ठ जस्ता खेलाडीहरू नेपालभित्रकै खेलाडीहरू पनि राम्रो रहेका छन्। अर्को रहेका छन् विदेशी खेलाडीमा स्टिफेन सेन भन्ने रहेका छन्। उनी चाहिँ होइन, उनी चाहिँ मिडल अर्डर ब्याटर पनि हुन्। फर्स्ट क्लास क्रिकेटमा चाहिँ उनले 9 सेप्टेम्बर 2015मा डेब्यु गरेका थिए। उनको खेल पनि राम्रो छ, अलराउन्डर गर्छन् उनी पनि। अर्का खेलाडी रहेका छन् मिचेल लेभिट भन्ने चाहिँ, उनी नेदरल्यान्डबाट रहेका छन्, अलराउन्डर ब्याटर गर्छन् उनी। अनि जस्तै राइट ह्यान्ड ब्याट पनि गर्छन् होइन, अलराउन्डर हुन्। राइट आर्म मिडियम प्रेसर पनि हुन्। उनी टी20मा चाहिँ 26 म्याचमा 866 रन हानेका छन्। 142 रनको स्ट्राइक रेटले हानेको छन् है। 866 पनि 142 रनको स्ट्राइक रेटले हानेको छन् भने टी20मा 26 म्याचमा 5 विकेट लिएका छन्। विकेट चाहिँ खासै राम्रो छैन है। अर्का रहेका छन् जरहाट भन्ने चाहिँ नामिबियाबाट रहेका छन्। उनी पनि अलराउन्डर हुन्। उनी पनि बिचमा आएर राम्रो गऱ्यो भने चाहिँ राम्रो हुन्छ है उनको पनि। अनि 77 म्याचमा 1833 रन हानेका छन् है। उनको पनि ब्याटिङ एभरेज होइन साथीहरू, सरी माफ पाऊँ। उनको पनि स्ट्राइक रेट चाहिँ 124 रहेको छ भने उनले चाहिँ विकेट चाहिँ 77 म्याचमा 58 विकेट ल्याएका छन्। बोलिङ इकोनोमी पनि 5.87 छ। उनलाई पनि ठिक ठाउँमा सठिक तरिकाले युज गर्यो भने चाहिँ काठमाडौँ गोर्खासले चाहिँ आज राम्रो गर्न सक्छ, पहिलो जित निकाल्न सक्छ। डिफेन्डिङ च्याम्पियन जनकपुरलाई चाहिँ झट्का दिन सक्छ। हेरौँ साथीहरू, अबको 2-4 घन्टामा म्याच सुरु हुनेवाला छ। टिकट लिएको साथीहरू ग्राउन्डमै जानु होला भने अत्याधिक साथीहरू ग्राउन्ड बाहिर गएर रुखमा झुन्डिने, यताउता हो हल्ला गरिदिने काम नगर्नु होला। अहिलेको अवस्था यस्तै छ। बरु घरमै बसेर, हिजो मात्र मिडियाबाट आएको छ, घरमै बसेर युट्युबमा पनि लाइभ आउने वाला छ। टिकट काटेको साथीहरू मैदानमा गएर खेलाडीहरूको हौसला बढाउँ भने टिकट नभएको साथीहरूले चाहिँ घरमै बसेर युट्युबबाट हेरेर सबले मनोरञ्जन लिउँ भन्दै म आजको प्रेडिक्सनमा चाहिँ
काठमाडौँ गोर्खासलाई सपोर्ट गर्दै म बिदा हुन्छु। रबिन थापा। हस्त नमस्ते, धन्यवाद।